नमस्कार, जिग्री टक्समा तपाईलाई स्वागत छ। यहाँ हामी समाज, राजनीति र कथाहरू मार्फत विभिन्न विषयहरू बुझ्ने प्रयास गर्छौं। यदि तपाईलाई यस्ता सामग्री मन पर्छ भने कृपया भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। कहिलेकाहीँ कुनै फिल्म हेर्दा हामी कथा मात्र हेर्दैनौं, हामी आफ्नै जीवनको कुनै अधुरो भाग देख्छौं। मलाई तमासा हेर्दा त्यस्तै भयो। यो फिल्म हेर्दा मलाई लागेन कि म केवल वेद नामको एउटा पात्रको कथा हेर्दैछु। मलाई लाग्यो यो त हामी धेरैको कथा हो। बाहिरबाट हेर्दा वेदको जीवन सामान्य छ। ऊ अफिस जान्छ, काम गर्छ, जिम्मेवार देखिन्छ, समाजले ठिक भनेको बाटोमै हिँडिरहेको हुन्छ। तर समस्या यही छ, ऊ सबै कुरा गरिरहेको हुन्छ, तर ऊ आफै भएर बाँचिरहेको हुँदैन। उसको भित्र एउटा अर्को मान्छे छ, जसलाई कथा भन्न मन पर्छ, जसलाई कल्पना गर्न मन पर्छ, जसलाई जीवन अलि फरक तरिकाले जिउन मन पर्छ। तर त्यो मान्छे बिस्तारै दबिँदै गएको हुन्छ। जिम्मेवारीको नाममा, परिवारको अपेक्षाको नाममा, सुरक्षित भविष्यको नाममा। र यही कुरा फिल्मको सबैभन्दा दुःखलाग्दो भाग हो। वेद असफल मान्छे होइन, ऊ अल्छी पनि होइन, ऊ गैरजिम्मेवार पनि होइन, तर ऊ आफ्नो ठाउँमा छैन। कहिलेकाहीँ मान्छे असफल भएर टुट्दैन, कहिलेकाहीँ ऊ सफल देखिएर पनि भित्रभित्रै टुटिरहेको हुन्छ। सायद यही कारणले तमासा धेरैलाई छोएको होला, किनकि यो फिल्मले हामीलाई एउटा कठिन प्रश्न सोध्छ। हामीले जीवनमा जे गरिरहेका छौं, त्यो साँच्चै हाम्रो इच्छा हो कि हामी केवल अरूले लेखिदिएको कथा अभिनय गरिरहेका छौं? र यही प्रश्नबाट हाम्रो कथा सुरु हुन्छ। हाम्रो समाजमा जिम्मेवारी धेरै चाँडै सुरु हुन्छ। कसैले खुलेर भन्दैन, तर बच्चैदेखि हामीलाई एउटा बाटो देखाइन्छ। राम्रो पढ, राम्रो नम्बर ल्याऊ, राम्रो कलेज जाऊ, राम्रो जागिर खाऊ, अनि बिस्तारै जीवनको अर्थ पनि त्यही बन्छ। सुरक्षित जागिर, महिनाको तलब, घरको खर्च, परिवारको इज्जत, समाजको नजर, यी सबै कुरा गलत होइनन्। जिम्मेवारी चाहिन्छ, परिवार चाहिन्छ, सुरक्षा पनि चाहिन्छ। तर समस्या त्यहाँ सुरु हुन्छ, जहाँ जिम्मेवारीले मान्छेलाई अगाडि बढाउँदैन, बरु उसको भित्री आवाज नै थिच्न थाल्छ। नेपालमा धेरै बच्चाहरूले आफ्नो सपना सोच्नुभन्दा पहिले अरूको एक्सपेक्टेसन बुझ्न सिक्छन्। यो पढ्यो भने फ्युचर राम्रो हुन्छ, यो जब सिक्योर छ, यो फिल्डमा पैसा छ, प्यासन पछि पनि गर्न सकिन्छ। पहिले घर हेर्नुपर्छ, पहिले स्टेबल हुनुपर्छ। सुन्दा यी कुरा प्र्याक्टिकल लाग्छन्, र धेरै अवस्थामा यी कुरा प्र्याक्टिकल पनि हुन्, किनकि जीवन केवल सपना मात्र होइन। जीवनमा भात पनि चाहिन्छ, घर पनि चलाउनुपर्छ, परिवार पनि हेर्नुपर्छ। तर कहिलेकाहीँ यही प्र्याक्टिकल कुरा मान्छेको लागि इन्भिजिबल प्रिजन बन्छ, किनकि उसले आफ्नो इच्छा मारेको हुँदैन। उसले केवल पोस्टपोन गरेको हुन्छ। आज होइन, भोलि गर्छु, यो काम सकेपछि गर्छु, घरको अवस्था राम्रो भएपछि गर्छु, अलि पैसा जम्मा भएपछि गर्छु, अलि स्टेबल भएपछि गर्छु। तर जीवन सधैँ त्यही अलि पछिमा अड्किरहन्छ, र पोस्टपोन गर्दा गर्दै केही सपना बुढो हुन्छन्, केही सपना मान्छेभित्रै चुपचाप मर्छन्। अनि एक दिन मान्छेले थाहा पाउँछ, ऊ काम गरिरहेको छ, तर मन छैन। ऊ जिम्मेवार देखिन्छ, तर भित्रबाट थाकेको छ। ऊ परिवारको लागि धेरै गरिरहेको छ, तर आफूलाई कतै हराउँदै गएको छ। र यो कुरा बाहिरबाट देखिँदैन, किनकि सोसाइटीले केवल रिजल्ट हेर्छ। तलब आएको छ कि छैन, काम छ कि छैन, घर चलेको छ कि छैन, मान्छे सेटल देखिन्छ कि देखिँदैन। तर कसैले सोध्दैन, यो सबै गरिरहेको मान्छे भित्रबाट बाँचेको छ कि छैन, ऊ साँच्चै खुसी छ कि छैन, उसले गरिरहेको काममा उसको मन छ कि छैन, कि ऊ केवल एउटा भूमिका निभाइरहेको छ। त्यसैले प्रश्न जिम्मेवारी छ कि छैन भन्ने होइन,
प्रश्न हो, त्यो जिम्मेवारीले हामीलाई बलियो बनाउँदैछ कि बिस्तारै हामीलाई आफैबाट टाढा लैजाँदैछ? कहिलेकाहीँ जिम्मेवारी जीवनको आधार हुन्छ, तर कहिलेकाहीँ त्यही जिम्मेवारी मान्छेको लागि देख्न नसकिने कैद बन्छ, र यही कैदमा धेरै मानिसहरू बाँचिरहेका हुन्छन्। बाहिरबाट सामान्य, भित्रबाट अधुरो, बाहिरबाट जिम्मेवार, भित्रबाट थाकेको, बाहिरबाट सफल, तर आफ्नै जीवनबाट टाढा। हामी प्राय मेन्टल हेल्थको कुरा गर्दा ठूलो घटना खोज्छौं। कसैको ब्रेकअप भयो, कसैको जागिर गयो, कसैको जीवनमा ठूलो दुर्घटना भयो, तर कहिलेकाहीँ मेन्टल हेल्थ बिग्रिन एउटा ठूलो घटना चाहिँदैन। कहिलेकाहीँ मान्छे बिस्तारै बिग्रिन्छ, हरेक दिन आफूलाई मन नपर्ने जीवन बाँच्दा बाँच्दै, हरेक दिन आफ्नो इच्छा दबाउँदा दबाउँदै, हरेक दिन आफैलाई सम्झाउँदै, अहिले होइन पछि, बाहिरबाट ऊ ठिक देखिन्छ, अफिस जान्छ, काम गर्छ, मिटिङमा बस्छ, तलब आउँछ, घर फर्किन्छ, तर भित्रबाट ऊ खाली हुँदै जान्छ। उसलाई थाहा हुँदैन किन थकान कहिल्यै सकिँदैन, किन निद्रा पुगे पनि मन आराम हुँदैन, किन सबै कुरा सामान्य भएर पनि जीवन भारी लाग्छ। समस्या यो होइन कि ऊ काम गर्न सक्दैन, समस्या यो हो कि त्यो काममा उसको आत्मा छैन। ऊ काममा औसत हुन्छ किनकि उसको मन त्यहाँ हुँदैन। ऊ मेहनत नगर्ने मान्छे होइन, तर उसले आफ्नो ऊर्जा गलत ठाउँमा खर्च गरिरहेको हुन्छ। जसलाई कथा भन्न मन थियो, ऊ रिपोर्ट बनाइरहेको हुन्छ। जसलाई सङ्गीत मन थियो, ऊ फाइल मिलाइरहेको हुन्छ। जसलाई चित्र कोर्न मन थियो, ऊ एक्सेल सिटमा हराइरहेको हुन्छ। जसलाई केही नयाँ बनाउन मन थियो, ऊ अरूले बनाइदिएको सिस्टमभित्र आफ्नो दिन काटिरहेको हुन्छ, र बिस्तारै उसले आफैलाई दोष दिन थाल्छ। सायद म लेजी छु, सायद म डिसिप्लिन छैन, सायद ममा ट्यालेन्ट नै छैन, तर सायद समस्या ट्यालेन्टको होइन। सायद समस्या यो हो, उसले आफ्नो ट्यालेन्टलाई एक्सप्लोर गर्ने मौका नै पाएन। यही अधुरोपनले मान्छेलाई भित्रबाट खान थाल्छ। ऊ हाँस्छ, तर खुलेर होइन। ऊ बोल्छ, तर मन खोलेर होइन। ऊ बाँचिरहेको हुन्छ, तर आफ्नो पूरा अस्तित्व लिएर होइन। हामी धेरैले आफ्नो सपना छोडेका हुँदैनौँ, हामीले त्यसलाई पोस्टपोन गरेका हुन्छौँ। तर जीवनको सबैभन्दा दुःख लाग्दो कुरा के हो भने, कहिलेकाहीँ पोस्टपोन गर्दा गर्दै हामी आफै ढिलो हुन्छौँ। एक दिन मान्छेले पछाडि फर्केर हेर्छ र सोध्छ, मैले जीवनभर के गरेँ? मैले सबैको अपेक्षा पूरा गरेँ, तर आफ्नै मनसँग कहिले बसे? मैले घर बनाएँ, तर आफू बस्ने जीवन बनाएँ कि बनाएन? यो प्रश्न सजिलो छैन, किनकि जिम्मेवारीले बाँधिएको मान्छेलाई सपना देख्न पनि गिल्ट लाग्छ। आफ्नो लागि केही चाहनु पनि स्वार्थी जस्तो लाग्छ। तर साँचो कुरा के हो भने, आफूलाई पुरै मारेर अरूको लागि बाँच्नु पनि स्वस्थ जीवन होइन। मेन्टल हेल्थ केवल दिमागको कुरा होइन, कहिलेकाहीँ यो आत्माको कुरा पनि हो। त्यो आवाजको कुरा हो जुन धेरै वर्षदेखि हामीभित्र चुपचाप भनिरहेको हुन्छ, म यहाँ छैन, यो जीवन मेरो होइन, म अरू केही हुन सक्थे। र सायद यही कुरा सबैभन्दा धेरै दुख्ने गर्छ, किनकि मान्छेले सबै कुरा गुमाउँदा मात्र दुख्दैन। कहिलेकाहीँ मान्छेले आफू के हुन सक्थ्यो भन्ने सम्भावना गुमाउँदा पनि दुख्छ। त्यो सम्भावना, त्यो अधुरो इच्छा, त्यो कहिल्यै सुरु नभएको यात्रा भित्र कतै बोझ बनेर बसिरहन्छ, र यही बोझले बिस्तारै मन थकाउँछ। जीवन बाहिरबाट चलिरहन्छ, तर भित्र मान्छे आफैसँग टाढा हुँदै जान्छ। अब प्रश्न आउँछ, के त्यसो भए सबैले जागिर छोड्नुपर्छ? के सबैले आफ्नो प्यासन मात्र पछ्याउनुपर्छ? के जिम्मेवारी सबै गलत हो? होइन, कुरा त्यस्तो सजिलो छैन। जीवन फिल्म जस्तो हुँदैन। फिल्ममा पात्रले एक दिन सबै कुरा छोडेर आफ्नो सपना पछ्याउन सक्छ,
तर वास्तविक जीवनमा घर हुन्छ, परिवार हुन्छ, खर्च हुन्छ, ऋण हुन्छ, सम्बन्ध हुन्छ, बिरामी बाबुआमा हुन्छन्, आफूमाथि भर पर्ने मान्छे हुन्छन्। त्यसैले कसैलाई सजिलै भन्न सकिँदैन, सबै छोड आफ्नो सपना पूरा गर। तर त्यति भन्दैमा आफ्नो सपना पुरै मारेर बाँच्नु पनि समाधान होइन। समस्या जागिर गर्नुमा छैन, समस्या जिम्मेवार हुनुमा पनि छैन। समस्या तब हुन्छ जब हामी जिम्मेवारीको नाममा आफूलाई पुरै बिर्सिन्छौं, जब हामी आफ्नो भित्री आवाज सुन्नै छोड्छौं, जब हामी आफूलाई मन पर्ने कुरा सधैँ पछिको लागि राखिरहन्छौं, तर त्यो पछि कहिल्यै आउँदैन। सायद सबैले आफ्नो प्यासनलाई पेशा बनाउन सक्दैनन्, तर सबैले आफ्नो प्यासनसँग सम्बन्ध जोगाएर राख्न सक्छन्। कसैलाई लेख्न मन पर्छ भने उसले हप्तामा एक दिन लेख्न सक्छ। कसैलाई सङ्गीत मन पर्छ भने उसले राति आधा घण्टा गाउन सक्छ। कसैलाई कथा भन्न मन पर्छ भने उसले सानो भिडियो बनाउन सक्छ। कसैलाई चित्र कोर्न मन पर्छ भने उसले आइतबारको बिहान आफ्नो लागि राख्न सक्छ। सानो कुरा लाग्न सक्छ, तर कहिलेकाहीँ यिनै साना कुरा मान्छेलाई आफैसँग जोडिराख्ने धागो हुन्छन्। हामीले आफ्नो सपनालाई तुरुन्तै ठूलो बनाउनु पर्दैन, पहिले त्यसलाई जीवित राख्नुपर्छ। किनकि मरेको सपना फेरि सुरु गर्न गाह्रो हुन्छ, तर बाँचेको सपना सानो भए पनि मान्छेलाई भित्रबाट उज्यालो दिन्छ। सायद जिम्मेवारी र सपना दुश्मन होइनन्। समस्या तब हुन्छ जब हामी एउटालाई बचाउन अर्कोलाई पुरै मारिदिन्छौं। जिम्मेवारी निभाउँदै पनि आफ्नो लागि सानो ठाउँ बनाउन सकिन्छ। घर हेर्दै पनि आफ्नो मन सुन्न सकिन्छ। काम गर्दै पनि आफ्नो भित्री मान्छेलाई जोगाउन सकिन्छ। तर त्यसका लागि पहिले हामीले आफूलाई इमानदारीपूर्वक सोध्नुपर्छ। म साँच्चै ठिक छु? म जे गरिरहेको छु त्यसमा मेरो मन छ? म केवल अरूको अपेक्षा पूरा गरिरहेको छु कि आफ्नो जीवन पनि बाँचिरहेको छु? यी प्रश्नको उत्तर सजिलो नहुन सक्छ, तर कहिलेकाहीँ जीवन बदल्ने सुरुवात ठूलो निर्णयबाट हुँदैन, एउटा सानो इमानदार प्रश्नबाट हुन्छ। तमासाले मलाई यही कुरा सम्झायो। हामी मध्ये धेरैजना बेग जस्तै छौं, बाहिरबाट जिम्मेवार, भित्रबाट अलमलिएको, बाहिरबाट सामान्य, भित्रबाट अधुरो, बाहिरबाट सेटल, तर आफ्नै कथाबाट टाढा। तर सायद अझै ढिलो भएको छैन। सायद हामीले सबै कुरा छोड्नु पर्दैन। सायद हामीले केवल आफूभित्र दबिएको आवाज फेरि सुन्न सुरु गर्नुपर्छ। सानो रूपमा, बिस्तारै, इमानदारीपूर्वक। किनकि जीवन केवल जिम्मेवारी पूरा गर्नका लागि मात्र होइन, जीवन आफूलाई भेट्नका लागि पनि हो। र यदि हामीले जीवनभर अरूले लेखिदिएको कथा मात्र अभिनय गर्यौं भने एक दिन सबै कुरा भएर पनि भित्र एउटा खालीपन बाँकी रहन सक्छ। त्यसैले जिम्मेवारी पूरा गरौं, परिवार हेरौं, काम गरौं, तर जिम्मेवारीको नाममा आफूलाई पुरै हराउन नदिउँ। किनकि सबैभन्दा दुःखलाग्दो कुरा सपना पूरा नहुनु मात्र होइन, सबैभन्दा दुःखलाग्दो कुरा हो आफ्नो सपना के थियो भन्ने कुरा नै एक दिन बिर्सिनु। र सायद त्यो दिन आउनु अघि हामीले आफूलाई एकपटक सोध्नुपर्छ, म अरूको कथा बाँचिरहेको छु कि मेरो आफ्नै कथा अझै बाँकी छ? आजको लागि यति नै। यो विषयमा तपाईको धारणा के छ? कमेन्ट मार्फत अवश्य बताउनुहोस्। यदि यस्ता विषयमा अझ धेरै भिडियो हेर्न चाहनुहुन्छ भने जेब्रा टक्ससँग जोडिरहनुहोस्। फेरि अर्को विषयसहित भेटौँला।